काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभाग मार्फत काठमाडौँ महानगरपालिकाभित्र रहेका घरपालुवा मुख्य रूपमा कुकुर र बिरालोलाई माइक्रोचिप गरेर दर्ता गर्ने अभियानको रूपमा चाहिँ महानगरपालिकाले कार्यक्रम सञ्चालन गरिरहेको छ। यो चाहिँ हाम्रो माइक्रोचिप हो। यो माइक्रोचिप चाहिँ यो एनिमल आइडेन्टिफिकेसनको लागि नै बनाएको माइक्रोचिप हो र यसमा चाहिँ के भने यो 15वटा डिजिट भएको एउटा नम्बर हुन्छ। यो नम्बर चाहिँ एकअर्कासँग मेल खाँदैन है, कुनै एनिमलको अर्कोसँग मिल्दैन। जस्तै हाम्रो मोबाइलको फोन नम्बर हुन्छ नि, त्यस्तै चाहिँ एउटाको अर्कोसँग फरक हुन्छ। र यो चाहिँ यो स्क्यानर भयो। यो स्क्यानरले चाहिँ के गर्छ भने यो भित्र चिप जुन हुन्छ, यो चिप चाहिँ एकदम सानो हुन्छ, यो भातको सिता जस्तो सानो चाहिँ चिप हुन्छ। त्यो चिपले चाहिँ हामीले जब एनिमलको जिउमा चाहिँ इन्सर्ट गरिसक्छौँ, हामी छालामुनि चाहिँ हामी राख्छौँ यो माइक्रोचिप। यो गरिसकेपछि यो स्क्यानरको माध्यमबाट चाहिँ हामीले चाहिँ यसलाई स्क्यान गर्न मिल्छ हैन। र यसले चाहिँ के हुन्छ नि, यो नम्बर देखाउँछ है। यो चिप्सले चाहिँ यो नम्बर देखाउँछ हैन, यो नम्बर हो र यो नम्बर चाहिँ म्याच हुन्छ। र यो आधारले नै हामीले चाहिँ के गरे, यो कुन एनिमल हो यसको चाहिँ बारेमा र उसको चाहिँ अनरको विवरणहरू चाहिँ सबै कुरो चाहिँ थाहा भएको कारणले गर्दाखेरि यो माइक्रोचिप चाहिँ काठमाडौँ महानगरपालिकाले अहिले जुन हामीले यो कार्यक्रम गर्न आँटेका छौँ, यसको चाहिँ प्रभावकारिता चाहिँ यो चिप्स लगाइसकेपछि कुनै एनिमलहरू बाइ द वे चाहिँ त्यो धनीको हो कि होइन भन्ने प्रमाणित हुन्छ एउटा कुरा। र अर्को चाहिँ के भने अब अहिले चाहिँ कुकुर पालन वा चाहिँ पशुपालन वा चाहिँ हामीले पेट एनिमल जुन राख्छौँ, एउटा चाहिँ के भने यो धनी र अनर र यो कुकुरको सम्बन्ध मात्रै हो भने एउटा चाहिँ के भने यिनीहरू अहिले चाहिँ फ्यामिली मेम्बर जस्तो हामीले बनाइसक्यौँ क्या उनीहरूलाई। त्यो कारणले गर्दाखेरि कुनै कारणवश त्यो कतै चाहिँ मिसप्लेस भयो, कतै हरायो वा चाहिँ कतै गयो भने चाहिँ हामीले यो चिपको आधारले यो आइडेन्टिफिकेसन गर्न र त्यसलाई पत्ता लगाउन एकदम सजिलो हुन्छ। माइक्रोचिप गरिसकेपछि हामीले जुन काठमाडौँ महानगरपालिकाको कुकुर बिरालो बन्ध्याकरण तथा अभिलेखीकरण कार्यविधि जुन बनाएको छ त्यो अनुसारले एउटा फर्मेट छ। यो फर्मेट चाहिँ हामीले यो भरिदिनु पर्यो है। जो डाक्टर साहबहरूले चाहिँ यो माइक्रोचिप गर्नुहुन्छ उहाँ डाक्टर साहबहरूले चाहिँ यो भरिदिनु पर्यो। जस्तो यसमा घरपालुवा कुकुर अथवा बिरालो धनीको विवरणमा अनरको नाम के हो, ठेगाना के हो, घर नम्बर कति हो, यो स्थायी ठेगाना कहाँ छ हैन, अस्थायी ठेगाना के हो, उसको चाहिँ लिङ्ग अनरको डिटेलहरू चाहिँ यहाँ भरिदिनु पर्यो। त्यसपछि चाहिँ के भने कुकुर बिरालोको विवरणमा जस्तो प्रजातिमा हामीले क्यानाइन लेखिसकेपछि कुन जातको हो, यो सामुदायिक कुकुर हो भने चाहिँ यो वडामा चाहिँ निःशुल्क दर्ता हुन्छ, यसको लागि हामीले केही पनि गर्नु पर्दैन। तर के भने कुनै जातको जस्तो विदेशी जातको कुकुरहरू छ भने सामुदायिक बाहेक उहाँहरूले चाहिँ के गर्नुपर्छ, 2000 रुपियाँ चाहिँ यसको लागि रासो बुझाउनुपर्छ होइन। र उहाँहरूले चाहिँ के भने वडामा चाहिँ दर्ता गराउनु पर्ने हुन्छ। र यहाँ चाहिँ माइक्रोचिप नम्बर हुन्छ अब होइन। र यो आधारले जस्तो अब त्यो कुकुरमा पनि यो नम्बर हुन्छ भित्र लागेको, यही आधारले चाहिँ के गर्छ भने हामी चाहिँ यो चाहिँ धनी को हो भन्ने कुरो पत्ता लगाउँछ यही नम्बरबाट हामीले। किन यो कुकुरमा पनि लागेको हुन्छ र यो फर्ममा पनि दर्तामा पनि हुन्छ। अब इनकेस चाहिँ त्यो कुकुर चाहिँ हरायो भने हामीले चाहिँ के गर्छ, स्क्यान गर्छौँ। स्क्यान गरिसकेपछि एउटा नम्बर देखिन्छ। त्यो नम्बर चाहिँ इन्ट्री गर्ने बित्तिकै यो नम्बरको आधारले यो मान्छेको विवरण आइपुग्छ ओनरको हो। अनि त्यसले गर्दाखेरि के हुन्छ भने हामी ट्र्याक गर्न सक्छौँ। कसैले बाटोमा त्यत्तिकै बिरामी भयो वा बुढो भयो अनि त्यसले चाहिँ बाटोमा छोडिदियो वा चाहिँ कहीँ चाहिँ हरायो, कहीँ घाइते भएर बसिया छ होइन। त्यस्ता कुराहरूलाई चाहिँ हामीले अलिकता नियमन गर्नको लागि चाहिँ यसले एकदम सहज गराउँछ।